देख्नु नै भएको होला। उहाँ अहिले सोशल मिडियामा निकै भाइरल हुनुहुन्छ, इन्टरभ्युज र पोडकास्टहरुमा पनि आइ नै राख्नुहुन्छ। उहाँ हुनुहुन्छ स्यान्डीजी। करिब 1 महिना अगाडि उहाँले आफ्नो कलेज काठमाडौँ स्कुल अफ ललाई एड्रेस गर्दै इन्स्टाग्राममा एउटा पोस्ट हाल्नु भएको थियो। डियर काठमाडौँ स्कुल अफ ल, मैले एक्जिक्युटिभ डाइरेक्टर युवराज सङ्ग्रौलाको कार्यहरू बारे छानबिन गर्न अनुरोध गर्दै एप्लिकेसन दिएको महिनौं बितिसकेको छ। मैले यो कलेजमा सेक्सुअल ह्यारेसमेन्टका घटना कसरी व्यवस्था गरिन्छन्, कसरी समाधान हुँदैनन् र कसैले त्यस कुराको बारेमा कुरा पनि गर्दैन भन्ने कुरा उठाएको पनि धेरै भइसक्यो। उनको यो पोस्ट भने रातारात भाइरल हुन्छ र हजारौं विद्यार्थीले भने उनलाई सोशल मिडियाकै थ्रु समर्थन जनाउँछन्। नेपालको एउटा प्रतिष्ठित कलेजको प्रतिष्ठित व्यक्तिलाई यस्तो सिरियस एलिगेसन लगाउनु सामान्य कुरा होइन। केही ठोस आधार बिना कसैलाई यस्तो सिरियस एलिगेसन लगाउन सकिन्छ जस्तो मलाई लाग्दैन। यो केस मिडियामा उछलेको 1 महिना भइसक्दा पनि यो केसको प्रोग्रेस भएको भने केही देखिँदैन। यही कलेजका विभिन्न अलुमनाईहरूले पनि इम्पार्शियल र इन्डिपेन्डेन्ट इन्भेस्टिगेसन हुनु पर्यो भनेर स्टेटमेन्टहरू निकालिरहेका छन्। आशा गरौँ यो केसको छानबिन हुनेछ र सत्य तथ्य बाहिर निस्किनेछ। यो आज उठेको एउटा मात्र मुद्दा होइन। वर्षौनी नेपालमा टिचरबाट स्टुडेन्ट्सहरू ह्यारेस भएको केसहरू दर्जनौं आउँछन् अनि अरूको कामसम्म नपुग्ने गुहारको त गन्ती नै छैन। स्टुडेन्टलाई बेडमा ल्याउँछस् त? यो बेडरुममा किन ल्याएको? यहाँ पढाउन ल्याएको? यो त क्लासरुम हो। यो के हो? 2022 मेमा सेन्ट लरेन्सका स्टुडेन्ट्सहरू सडकमै उत्रेर प्रोटेस्ट गर्छन्। कलेजका 2टा टिचरले स्टुडेन्ट्सहरूलाई सेक्सुअली ह्यारेस गरेको र स्टुडेन्ट्सहरूले कलेज एडमिनिस्ट्रेसनमा कम्प्लेन गर्दा समेत केही एक्सन नलिएको भन्दै स्टुडेन्ट्सहरूले प्रोटेस्ट गरेका थिए। लेटर अन दुवै टिचरलाई पुलिसले भने कस्टडीमा लिएको थियो। कृषि विज्ञका रूपमा चिनिएका सुभद्रा फाउन्डेसनका संस्थापकले आफ्नो फाउन्डेसनमा पढ्ने फिमेल स्टुडेन्ट्सहरूलाई ह्यारेस गरेको भेटिन्छ। अझ 2079 मा अनलाइन खबरमा पब्लिस भएको यो आर्टिकलले त मलाई ठुलो धक्का नै दिएको छ। यो आर्टिकलको अनुसार एकै महिनामा विभिन्न ठाउँबाट आफ्नो टिचर्सहरूबाट ह्यारेस भएका स्टुडेन्ट्सहरूको 8 वटा केसहरू बाहिर आउँछन्। चितवन नारायणगढको बालकुमारी माध्यमिक विद्यालयका शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थीहरूले कालो मसो दले। चितवनकै माडी नगरपालिका 1 स्थित सोमेश्वर उच्च माविका टिचरले यौन दुर्व्यवहार गरेको आरोपमा चैत्र 5 गते पक्राउ परे। छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेका मोरङको लेटाङ नगरपालिका 5 खेरुवाको शिक्षा विकास माविका 1 शिक्षकलाई चैत्र 6 गते पक्राउ गर्न जाँदा पहिलेदेखि प्रदर्शन गरिरहेको आक्रोशित भिडको आक्रमणमा परि एक महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान पनि गएको रहेछ। झापाको हल्दीबारी गाउँपालिका गोलदाप स्थित चिल्ड्रेन्स गार्डन एकाडेमीका टिचरले आफ्नो 13 वर्षकी स्टुडेन्टलाई सेक्सुअली ह्यारेस गरेको आरोपमा पक्राउ परे। त्यस सँगसँगै मकवानपुरको बागमती गाउँपालिका 8 फापरबारीको जनता माविका 3 जना शिक्षकले कक्षा 4 देखि कक्षा 8 सम्मका छात्राहरूलाई यौनजन्य दुर्व्यवहार गरेको आरोप छ र उनीहरू पक्राउ परेका थिए। चितवनको भरतपुर महानगरपालिका 13 को श्री गंगानगर माविका 2 जना शिक्षकहरू कक्षा 4 र 6 का छात्राहरूलाई यौनजन्य दुर्व्यवहार गरेको आरोपमा चैत्र 25 गते पक्राउ परे। खोटाङको दिक्तेल स्थित मौरेघडी बहुप्राविधिक शिक्षालयका प्रिन्सिपल यौन दुर्व्यवहारको आरोपमा चैत्र 29 गते पक्राउ परे। नवलपरासीको गैडाकोट स्थित जनक उमाविको कक्षा 12 की एक छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै वैशाख 4 गते विद्यार्थीहरू आन्दोलनमा उत्रिए। त्यस क्रममा त विद्यालय तोडफोड नै भएको थियो। यो सबै घटनाहरू एकै महिनाभित्र बाहिरिएका हुन्। यो आर्टिकल पढिसके पछाडि मेरो मनमा चिसो पस्यो। दिनदिनै पढ्न जाने स्कुलमा के हाम्रा दिदीबहिनी छोरीहरू सुरक्षित छन् त? हामीसँग एउटा बहिनीले स्टोरी पनि सेयर गर्नुभएको छ। सेन्सिटिभ टपिक भएको कारणले गर्दाखेरि हामीले उहाँको परिचय भने खुलाएका छैनौँ। मेरो नाम चाहिँ मेरो घर चाहिँ म अहिले 23 वर्षको भएँ। यो इन्सिडेन्ट चाहिँ म 9-10-11 वर्ष हुँदाखेरिको। त्यतिखेर चाहिँ म 5-6 मा पढ्थेँ। मेरो चाहिँ पढाइ खासै राम्रो थिएन अनि बाबाआमाले टाइम पनि दिन नपाउनु भएर मेरो स्कुलमै पढाउने सरले चाहिँ मलाई घरमा ट्युसन पढाउनुहुन्थ्यो। उहाँ चाहिँ हाम्रै घर वरिपरिकै भएको भएर पनि फ्यामिलीसँग पनि राम्रो रिलेसन थियो। उहाँ चाहिँ पहिलेबाट एकदमै नै टची हुनुहुन्थ्यो अनि बेला बेलामा कुरामा अब पढाउँदै गर्दाखेरि पनि कहिले ढाड्नु सार्ने, कहिले तिग्रातिर हात लाने गर्नुहुन्थ्यो। तर यो सब कुरा चाहिँ बुझ्नको लागि चाहिँ म एकदमै सानै थिएँ अनि
एक टाइममा चाहिँ अनि एक दिन चाहिँ मैले होमवर्क गरेको थिइनँ अनि फेल पनि भएको थिएँ स्कुलमा पनि टेस्ट लिँदाखेरि फेल भएको थिएँ अनि सरले पनिसमेन्ट दिने भनेर चाहिँ अनि मेरो हाम्रो मलाई ट्युसन पढाउने टाइममा चाहिँ हाम्रो घरमा कोही पनि हुँदैन थियो सर र म मात्रै एक्लै हुन्थ्यो अनि पनिसमेन्ट दिने भनेर उहाँले मलाई उहाँको प्राइभेट पार्ट टच गर्न लाउनु भयो अनि त्यतिखेर चाहिँ मलाई एकदमै नराम्रो लागेको थियो अनि फर्स्ट टाइम त्यतिखेर नै दिस इज रङ वाला फिल भएको थियो मलाई अनि त्यहाँदेखि चाहिँ म अलि डराउन थालेँ अनि त्यही डरको फाइदा उठाउनु भयो अनि मैले पढिनँ भने घरमा स्कुलमा जतिखेर पढिनँ भने पनि कहिले उहाँको प्राइभेट पार्ट टच गर्न लाउने अनि कहिले मेरो टच गर्नुहुन्थ्यो अनि यो कुरा चाहिँ घरमा भन्यो भने झन् बा मम्मीले उल्टै तिमीलाई नै कुट्नुहुन्छ भनेर डर देखाउनु भएको थियो अनि म सानै थिएँ त्यस्तो सबै कुरा बुझ्न सक्ने उमेरकै थिइनँ अनि मैले भनिनँ पनि कसैलाई त्यो ट्रमा चाहिँ स्टिल म क्यारी गरेर हिँडिरहेको छु यसले चाहिँ मेरो मेन्टल हेल्थमा पनि एकदमै नै असर पुर्यायो 2022मा लर्निङमा सेक्सुअल ह्यारेसमेन्टको कस्तो इम्प्याक्ट पर्छ भनेर ललितपुरका 371 जना स्टुडेन्ट्सहरूमाथि एउटा रिसर्च गरिएको थियो नेपालमा 85% स्कुल जाने बालबालिकाहरू सेक्सुअली ह्यारेस भएका हुन्छन् अधिकांश नानीहरूलाई निदाउनमा समस्या हुने र क्लासमा कन्सन्ट्रेसन लेभल घट्ने मेन समस्या देखियो स्कुल जान मन नलाग्ने अनावश्यक डर लाग्ने क्लासमा इन्टरेक्सन लेभल पनि घट्दै जाने ओभरअल पर्फर्मेन्स र प्रोडक्टिभिटीमा पनि असर पर्ने देखियो मलाई छोरा मान्छे देख्दा नै डर लाग्थ्यो स्कुल फेरिसके पछाडि पनि कहिले स्कुलमा टिचरहरूसँग इन्टरेक्ट गर्न सकिनँ यो कुरा हामीलाई एउटा भिक्टिमले सेयर गर्नुभएको थियो चोट एकपटक लागेको भए तापनि त्यसको दाग जिन्दगीभर बस्छ यदि कोही ह्यारेसमेन्टको शिकार भएका छन् भने उनीहरूलाई यो कुराले जीवनभर असर गर्छ यसले लङ टर्ममा उनीहरूको फिजिकल मेन्टल बिहेभियरल र सोसियल वेलबिङमा पनि इम्प्याक्ट पार्छ पिटिएसडी यानी कि पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर यो भिक्टिम्सहरूमा कमनली देखिने मेन्टल हेल्थ इस्यु हो पिटिएसडी भने विगतमा कुनै ट्रमेटिक र डरलाग्दो इन्सिडेन्टको कारणले हुने गर्छ बारम्बार फ्ल्यासब्याक्सहरू आउनु डर लाग्ने सपना देखिनु झस्किनु सुत्न नसक्नु सानो सानो कुरामा रिसाइरहनु सोसियलाइज हुन नखोज्नु यी केही पिटिएसडीका सिम्पटमहरू हुन् अझ कति धेरै भिक्टिम्सहरू त डिप्रेसन र एङ्जाइटी जस्ता रोगहरूबाट स्ट्रगल पनि गरिरहेका हुन्छन् मोस्ट अफ द ह्यारेसमेन्टका केसेसहरू एकदमै सानो उमेरमा भइरहेका हुन्छन् यस्तो बेला भिक्टिमलाई आफूसँग के भइरहेको छ भन्ने कुरा नै थाहा हुँदैन यसमा हाम्रो सोसाइटी र स्कुलको पनि कमजोरी छ स्टिल पनि नेपालमा सेक्स एजुकेसनलाई एउटा ट्याबुको रूपमा मात्रै लिन्छ मलाई अझै याद छ हाम्रो सर त्यो वाला च्याप्टर खासै इम्पोर्टेन्ट छैन एक्जाममा आउँदैन तिमीहरू आफै पढ है भनेर भन्नुहुन्थ्यो यो नलेज चाहिँ स्टुडेन्ट्सहरूलाई तिमीले नै दिने हो भनेर तोकिएको मान्छे नै लाज मान्छ भने हामीलाई यस्तो सेन्सिटिभ अनि मोस्ट नेसेसरी कुराको ज्ञान कसले दिन्छ त सानैदेखि सबैलाई आफ्नो बडीको बारेमा नलेज हुनुपर्छ हाम्रो बडीमा हुने चेन्जेसहरूको बारेमा आफूलाई ज्ञान हुनुपर्छ तर यही कुरा नै हामी ल्याक गरिरहेका छौँ हेर्ने हो भने नेपालको यस्तो केसेसहरू खासै कानुनका त पुग्दैनन् तर पनि एजुकेसनल इन्स्टिट्युटमा हुने ह्यारेसमेन्टको लागि नेपालको कानुनले के भन्छ त स्पेसिफिक एजुकेसनल इन्स्टिट्युटमै हुने ह्यारेसमेन्टलाई पोइन्ट गरेर कुनै पनि कानुन बनेको छैन बालबालिका सम्बन्धी ऐन 2075 को दफा 66(2) अनुसार बालबालिकालाई घर विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्नु यसमा संलग्न व्यक्तिलाई 50,000 जरिवाना र 1 वर्षसम्म कैद हुन सक्छ घरपछिको अर्को सुरक्षित ठाउँ भनेको स्कुल हुन्छ तर स्कुल प्रिमिसेसमै बढ्दो ह्यारेसमेन्टका केसेसहरूले गर्दा हामीलाई एज अ प्यारेन्ट्स वा गार्जियन आफ्नो चोइसमा सोच्न बाध्य बनाउँछ तिमी छोरी मान्छे हौ तिमीले सहनुपर्छ यस्तो कुरा बाहिर आयो भने बदनामी हुन्छ समाजले के भन्छ तिमी चुप लाग्नुपर्छ पर्दैन तपाईले सहनु पर्दैन तपाईसँग केही गलत भइरहेको छ भने सहेर नबस्नुहोस् आफ्नो लागि स्ट्यान्ड लिनुहोस् र आफ्नो वरिपरि गलत नियत भएका मान्छेहरूसँग सचेत भएर बस्नुहोस् राम्रो नराम्रो मान्छेहरू जताततै हुन्छन् स्कुलले यस्तो घटनाहरू बाहिर ननिकाल्न खोज्नुमा स्कुलको आफ्नो स्वार्थ हुन्छ स्कुल कलेजको रेपुटेसन खराब हुन्छ भनेर यस्ता घटनाहरूलाई स्कुलले भित्रभित्रै
दबाउन खोज्छन्। पावर र पैसाको दममा जे पनि गर्न सक्छु भन्ने घमण्डले गर्दाखेरि नै यस्ता केसेसहरू बढिरहेका छन्। नेपालमा ह्यारेसमेन्टलाई लिएर कडा कानुन ननिस्कुन्जेलसम्म यस्ता केसेसहरू रोकिन्छन् जस्तो मलाई लाग्दैन। तपाईहरुलाई के लाग्छ? ह्यारेसमेन्टका केसेसहरू नेपालमा किन बढिरहेका छन् र यस्ता केसेसहरूलाई रोक्नको लागि के चेन्जेसहरू लिएर आउनुपर्छ होला? कमेन्टमा आफ्नो थट्सहरू लेख्नु होला। सी यू इन द नेक्स्ट भिडियो।